सुरेश सरले चाहिँ माथि बोल्दै हुनुहुन्छ कति ल ल यो सुरेश भाइ यो दियो दियो यो जङ्गली यो तारिम त्यहाँबाट फर्के मुला भाँचिन्छ माथि ओ मुला तल यो एक्सर्साइज राम्रो रहेछ कस्तो लाग्यो एकदम बबाल माथि जाँदाखेरि कस्तो डर लागेन डर लागेन मलाई भन है अझै डर छैन नि छैन तर एउटा एक्सन देखायो हाम्रो सुरेश सरले चाहिँ हाम्रो बबाले एक्सन देखाउनु भएको छ मलाई त हेलो गाइज गुड मर्निङ नमस्ते के छ सबैजना आयो सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु भनौँ माथि उकालो बाटो चाहिँ स्टार्ट हुनेछ र गाइज हाम्रो त्यहाँ पछि हामी त्यहाँ टक्क इन्ट्री गरेर हामी तिमीहरूलाई डायमन्ड गरेर देखाउनेछौँ भन्दै हाम्रो त्यहाँ देख्नुहुन्छ ल हाम्रो मान्छे आज यता धेरै भिड रहेछ देख्न सक्नुहुन्छ बाइकहरूको लाइन टक्क सरर पारेर जस हामी फुलबारी गेटमा पुग्दैछौँ यो आर्मी इलाकामा हामी पुगिरहेछौँ भनौँ त्यसपछि हामी त्यहाँ 100 को टिकट काटेर माथि जानेवाला छौँ है गाइजहरू हामी यता फुलबारी गेटमा पुग्छौँ मान्छेको चाहिँ टिकट काट्ने भिडभाड त धेरै रहेछ भन्दा हाम्रो केटाहरू पनि खै एकचोटि यस्तो गरेर त सबै यस्तो गरेर गाइजहरू हाम्रो चाहिँ अब हाइकिङको बाटो स्टार्ट भइसक्यो ट्याक्क अब हाम्रो मतलब जर्नी यहाँ जामाचो भन्ने हाम्रो चाहिँ स्टार्ट भइसक्यो ट्याक्क पारेर अब हामी चाहिँ 4 किलोमिटर हिँड्नेवाला छौँ जामाचोको माथिको चाहिँ अब केटाहरू गइसके माथिको रोकिसके पुरै भिडहरू चाहिँ यता हुनुहुन्छ पुरै भिडमा हामी केटाहरूले हाम्रो पानी सानी बोक्ने चाहिँ अब केटाहरूले सबले बोक्नु पर्ने अवस्था भइसक्यो यता सामान त पालो लाउने पालो लगाएर बोकिहाल्नु पर्ने रहेछ बजाई कान्छा वीरेन्द्रनाथजी आज जामाचो हाइटमा जाँदैछन् सर्लक्कै बजाङको ग्रुप लिएर जाँदैछन् त्यसमा एउटा बजुरेल पनि मिसिएको छ माथि बजुरेल अगाडिबाट म पनि बजुरेल है ल गाइज जति पनि बजाङबाट हेर्दै हुनुहुन्छ उनीहरूले चाहिँ फलो गर्नुहोस् लाइक गर्नुहोस् र कमेन्ट पनि गर्नुहोस् ल तपाईँ युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला हामी बजाङ र बाजुराको टोली आज ट्रेकिङमा जाँदैछौँ जामाचो हाइट जामाचो हाइट भनेको काठमाडौँको सबैभन्दा अग्लो डाँडो देवभूमि पनि हो त्यो खासमा फुलबारी गेटबाट 4 किलोमिटर अहिले चाहिँ जम्मा 400 मिटर हामी हाइटमा चढ्यौँ हामी चढिसक्यौँ 400 मिटर हाइटमा हामीले 8 मिनट लागिरहेको छु 8 मिनट हामी यति लो छौँ कि हाम्रो बिस्तारै हिँडिरहेको छौँ हामी त हिँड्थ्यौँ कि तर मेरो भोलि लगा नातिकै छ अरू मेरो त एकदम छ तर हाम्रो केटाहरूले अप्ठ्यारो भइसक्यो छ केटाहरूको पसिना झरिसक्यो अहिले हामी त एकदम फिट छौँ तपाईँ काठमाडौँमा के गर्दै अहिले मैले आज हेर्नु भयो तपाईँले इन्टरभ्यू लिएँ भने अब काठमाडौँमा अब त्यस्तै फसाइ अलि पढाइ सम्बन्धी तर हाम्रो यो पुरै सिँढी हो है सिँढी उकालो रहेछ ठाडै रहेछ तर कतिजनाको पसिना झरिसक्यो यता त्यो सायद 3 किलोमिटर बाँकी छ सैने भैरवबाट गण र केटाहरू गरिसके के अवस्था नाजुक छ आम सिंह बवाल त सुरेश जान्छ अगाडि
के गर्छ सुरे यार उकालो चढ्दै पसिना निकाल्दै फेरि जोस जागरको साथमा विकास काका हिँड्दैछन् साथमा गिभ नगर ल उठा जोस जागर ल्याऊ मुटु फुट्यो भने फुटो जे हुन्छ हो न यो हाइकिङको बाटो चस्मा लाएर हेरौँ हामी चिप्लीमा हाल्ने कि त्यो चिप्लीमा स्वर्गको जस्तो ठाउँ हाम्रो माथिको जङ्गल जामाचो हाइट भने त नामै त्यस्तो छ नि बाटो कस्तो भयो कतिलाई सर्टकट नहाल केबाट पसिना झर्छ पुरै साइड सुरेश सरले चाहिँ माथि बोल्दै हुन्छ कति ल ल यो सुरेश भाइ यो जङ्गली यो तारिफ त्यहाँबाट फर्के मुला भाँचिन्छ माथि ओ मुला तल यो एक साइड राम्रो रहेछ यार कस्तो लाग्यो एकदम बोबा माथि जाँदाखेरि कस्तो डर लागेन डर लागेन मलाई भन है अझै डर छैन नि तर एउटा एक्सन देखायो हाम्रो सुरेश सरले चाहिँ हाम्रो बाबा एक्सन देखाउनु भएको उता देखा उता 2 किलोमिटर बाँकी छ रे सबै हाम्रो बाँकी हाम्रो हाइकिङ अझै 2 किलोमिटर बाँकी ल कुनमा त फेरि म पनि छोटो हो कि ल कुद्यो के छली ल अझै 2 किलोमिटर बाँकी छ बुझ्दैन आर्मी स्टाइलमा उस्तै हामी दौडिर आर्मी स्टाइल केटाहरू त्यो कता पनि थाहा भएन मलाई गरिसके यता छु टक्कै उता सुरेश चिन्नुहुन्छ म यता त्यो चाहिँ यता छ हामी पनि अब दिइरहेको छौँ भनौँ अब हामी यता कुन ठाउँमा पुग्यौँ बिचमा बिच क्याम्प हो क्या बिचको चाहिँ अब काठमाडौँ भ्यू चाहिँ सहर सबै दामी देखिँदो रहेछ दामी छ हामी पुग्नुपर्ने अझ माथि हो ए जाने पुग्नुपर्ने यो ठाउँमा हो अझै हामी हिँडिरहेको छौँ अहिले चाहिँ हामी यता छौँ काम ताबिरहेछौँ सर्लक्कै हो यो सुरेश एकदम यता अलिकति हिरो जस्तो इन्ट्रो तिमी जति राम्री छैन यो जङ्गलमा तिमी जति राम्री छैन यो जङ्गलमा जमाचो हाइट लड्दै पढ्दै आएका हामी उड्दै ए थाक्दै ए पसिना निकाल्दै आएका हामी घुम्दै उकालो बाटो चिप्लीमा ए सिँढीको बाटो ग्यासको यो हिटाइ त्यही सोलो गिभअप गरेको छैन कि अहिले गिभअप गरेको छैन छोड्नेवाला छैन कि अहिले मरिरहन्छ लड्दै पढ्दै रमाइलो गर्दै आयो बरु फाइनली पुगिसक्यौँ सबै आराम गर्दैछ हामी गएर फाइनली पुगिसक्यौँ ढालिङ निस्किन्छौँ आएका हामी ए लड्दै पढ्दै जेबाट नि भलकमा भनेपछि त डराउनु भएन न डरमाने सुनि मलाई भन है डरमाने छैन नि माथिको भ्यू यो डाँडा ट्वाक फाइनली हामी मन्दिरमा पनि पुगिसक्यौँ ट्याक्क पारेर सुरेश आए खै त केटाहरू खोइ लड्दै पढ्दै थाकिसक्यो केटाहरू केटाहरू सबै ठिकठाक पुग्यो खान कतै शीतल खोजन हौ फाइनली हामी पुगिसक्यौँ केटाहरूलाई पनि भेट्यो अब यहाँ उखाइसकेपछि चाउचाउ खाइसकेपछि जामाचो हाइटमा छौँ अहिले हामीले बोतल नै फान्नु भएन होइन हामीले सबै
नागरिकको एउटा परिचय दिनु पर्यो। त्यही भएर झोलामा यसरी हाल्नुपर्छ, यसरी झोलामा हाल्नु पर्यो होइन। फोहोरहरू झोलामा हालेर हामी अनि चाहिँ तल चाहिँ हामी बालाजुमा त्यहाँ फोहोर फाल्ने त्यहाँ डस्टबिनहरू फाल्ने त्यहाँ छ, त्यहाँ फालेर हामी चाहिँ सबै नागरिकको परिचय दिन चाहन्छौँ। हामीहरू विद्यार्थीबाट सिक्नुपर्छ, हामी नलेजेबल बन्नुपर्छ होइन त। हाम्रो सुदूरपश्चिमको बझाङको टोली एकदमै मैले चस्मा लाउनु भुलेछु फेरि। सफा र सुन्दर टोली। ल सबै मेरो नाम चाहिँ शुभराज महतारा, म चाहिँ के अरे बाजुराबाट बिलङ गर्छु। मेरो जन्मस्थान बाजुरा। म आज जामाचो हाइटमा आएको छु। सबै जामाचो कोही यहाँ ट्रेकिङको लागि टिचर कोही पढ्दैछन् भने कोही माथितिर पढ्दै रहेछन्, कोही चाहिँ अब आफ्नो अनुभव बटुल्न आफ्नो के अरे जीवन के हो त, जीवन एउटा फेसबुक र मोबाइलमा चलाएर होइन, जीवनलाई कहिले हिँडेर पनि, जीवनलाई चाहिँ पसिना भगाएर पनि के रहेछ त उकाली ओह्राली, जीवन पनि त्यो उकाली ओह्राली हो। त्यसरी शरीरलाई पनि उकाली ओह्रालीमा हिँड्नुपर्छ भनेर चाहिँ हाम्रो यो जामाचो हाइटले एउटा हामीलाई हिँडाइरहेको छ भनौँ होइन। त्यही भएर चाहिँ सबैले हिँड्नुपर्छ। यो भिडियो जतिले हेर्नुभएको छ कमेन्ट गर्नु होला, लाइक गर्नु होला भन्न चाहन्छु। ल तपाईँको नाम? मेरो नाम चाहिँ विमल नाथ। हामी चाहिँ अहिले जामाचो हाइचौक चौकमा पुगिसकेका छौँ गाइजहरू। म चाहिँ कम्प्युटर साइन्स पढ्छौँ यहाँ। हामी चाहिँ यो सुन्दर दृश्यहरू देख्न सक्छौँ। हामी यता जामाचो चौकमा काठमाडौँको भ्यू पनि देख्न सक्छौँ। सर हजुरको परिचय दिनु त। मेरो परिचय चाहिँ इङ्ग्लिसमा भन्दाखेरि वीरेन्द्रनाथ हो मेरो नाम। म चाहिँ अहिले यो जामाचोक हाइटको माथि टपमा छु। यहाँको यताउति दायाँ बायाँ धेरै यता मान्छेहरू धेरै छन् होइन। शनिबार चाहिँ लास्ट भिड हुँदो रहेछ यता माथिको लगायत। मलाई पनि यो ठाउँ ठिकै लाग्यो। अब हामी चाहिँ बजाङ्गी पर्यो, यता देउरा सेरा पनि खेल्छौँ भन्छन् केटाहरूले लगायत। सब गाइजहरू बबाल छ यहाँ हाम्रो दृश्य। ल केटाहरू हाम्रो सिडी पनि जाने बाटो यो काठमाडौँको भ्यू ल केटाहरूको भिडभाड धादिङ मल झड्ला है हातबाट यार। यो पनि कुहे जस्तो छ यार। अहिले चाहिँ हामी माथि टपमा छौँ। उताबाट प्लेन ट्याक्क हाम्रो सर्ट प्लेन उडिसक्यो हो। सुरेश सर हुनुहुन्छ। हामी चाहिँ टपमा छ केटाहरू। टपमा ल केटाहरू हामी यता माथि घुम्दै ल को पारेर उताको उनीहरूलाई कस्तो सो लुक छोडेको यो यसको साथ सुन्दर नजारा पनि देख्नु। यही हो लुक छोडेको। आज हामी कहाँ छौँ? के गर्दैछ मलाई मलाई त लाज लाग्यो। किस गरे
फाइनल्ली हामी यता घुमिसक्यौँ फाइनल्ली हामी यता दायाँ बायाँ घुमिरहेको छौँ भनौँ धागो रहेछ गोर्खाली कता खाइस् केरा र हराए